नमस्कार सबैजनालाई। आज मैले आलसबाट बन्ने नेचुरल, केमिकल फ्री, एन्टी एजिङ होम रेमेडी लिएर आएको छु, जसमा रहेको ओमेगा 3 फ्याटी एसिड र एन्टिअक्सिडेन्टले स्किनलाई टाइट बनाउँछ, फाइन लाइन रिङ्कल्सहरूलाई हटाउँछ र अनुहारलाई हेल्दी ग्लोइङ स्किन दिनलाई हेल्प गर्छ। यो फेस प्याक बनाउनको लागि सबैभन्दा पहिला हामीले एउटा प्यान लिनुपर्ने हुन्छ। त्यसपछि आफ्नो रिक्वायरमेन्ट अनुसार आलस प्यानमा राख्नुहोला। मैले सानो चम्चाको 3 चम्चा आलस राखेकी छु। आलसमा रहेको एन्टी एजिङ प्रपर्टीले हाम्रो स्किनको कोलाजन प्रडक्सनलाई बुस्ट गराउँछ, स्किन इलास्टिसिटी इम्प्रुभ गर्छ र स्किनमा रहेको स्यागिङ, लथ्रिएको समस्या, फाइन लाइन रिङ्कल्सहरूलाई सजिलै हटाउँछ। अब थोरै मात्रामा पानी एड गर्नुहोला। यसलाई लो फ्लेममा बोइल गर्न छोडिदिनुपर्छ। मैले यो मिक्सचरलाई 5 मिनेटसम्म मजाले पकाएको छु। जबसम्म यसबाट जेल निस्किँदैन, यसलाई निरन्तर रूपमा चाहिँ पकाइ नै राख्नुपर्ने हुन्छ। हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ, मैले पकाएकोमा हल्का जेल देखिएको छ थिक लेयरमा। अब हामीले ग्यासलाई निभाउनु पर्ने हुन्छ। यसलाई 2 मिनेट जति चाहिँ हामीले चिसो बनाउनलाई त्यत्तिकै छोडिदिनु पर्ने हुन्छ। यहाँ मैले एउटा कचौरा लिएको छु, सँगसँगै सफा कपडा पनि लिएको छु। यो कपडामा हामीले भर्खरै बनाएको आलस र जेललाई चाहिँ राखेर छान्नुपर्ने हुन्छ। यसरी हामीले आलसको जेल निकाल्न सक्छौँ। मैले यसमा 1 चम्चा मकैको पिठो एड गरेको छु। यसमा पाइने भिटामिन ए र सीले छालाको कोलेजनलाई सुरक्षित राख्छ, जसले अनुहारमा चाउरी पर्न दिँदैन। यसमा रहेका पौष्टिक तत्त्वहरूले फ्री रेडिकल्सबाट हुने छालाको क्षतिलाई रोक्छ। मकैको पिठोको फेस मास्क लगाउँदा छाला स्वस्थ, नरम र चम्किलो देखिन्छ। यो पेस्टमा मैले 1 चम्चा दही एड गरेको छु। दहीले मुहारको छालालाई चम्किलो र सफा बनाउँछ। यसले सुक्खा छालालाई नरम र चिल्लो बनाउँछ अनि घामको किरणले कालो भएको छालालाई पनि सफा र गोरो बनाउनलाई हेल्प गर्छ। अब बिस्तारै मिक्स गर्नुहोस्। हाम्रो आलसबाट बन्ने फेस मास्क रेडी भयो साथीहरू। यो फेसमा रहेको आलसको जेलले यसलाई क्रिमी टेक्सचर दिएको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, सेतो क्रिम जस्तो देखिएको छ। यो फेस मास्क अप्लाई गर्नुभन्दा अगाडि अनुहारलाई राम्ररी धुनुपर्छ। मैले अनुहारलाई सफा पानीले धोइसकेको छु। यो फेस मास्क हामीले हप्तामा 2 चोटिसम्म अप्लाई गर्न सक्छौँ। यसलाई स्टोर गरेर फ्रिजमा हामीले 7 दिनसम्म राख्न सकिन्छ। हामीले यसलाई जुनसुकै समयमा अप्लाई गर्न सकिन्छ, बिहान बेलुका। तर बेलुका अप्लाई गर्दाखेरि चाहिँ एकदमै इफेक्टिभ रहन्छ। यसलाई हामीले अनुहारमा 30 देखि 45 मिनेटसम्म ड्राई गर्नको लागि छोडिदिनु पर्ने हुन्छ। मैले यो फेस मास्क आधी घन्टा अनुहारमा राखिसकेको छु। अनुहार एकदमै ड्राई भएको अनुभव भइरहेको छ। मैले अनुहार धोएर आइसकेको छु। मेरो स्किन एकदमै टाइट भएको अनुभव भइरहेको छ। स्किनमा हल्का ग्लो पनि आएको छ। यो फेस मास्क एकदमै इफेक्टिभ रहेको छ। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। हस् त साथीहरू, यस्तै भिडियोको लागि हजुरहरूले मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब गरिदिनु होला। हस् त, स्वस्थ रहनु, आफ्नो ख्याल गर्नुहोला। बाई बाई, टेक केयर। थ्याङ्क्स फर वाचिङ।